दर्शकवृन्द नमस्कार। अपन विशेष में स्वागत करै छी हम अजय सासीवाली। 2072 साल भादो 7 गते एकटा घटना भेल रहे टीकापुर में थरुहट आंदोलन चले छले। ओहि क्रम में कही तो शांतिपूर्ण आंदोलन छले, लेकिन एकाएक ई आंदोलन हिंसा के रूप लेलकै आ ओहि क्रम में प्रहरी संघ के झड़प में कही 8 गोटे प्रहरी के ओइज मृत्यु भेले। लक्ष्मण नेपानी एसएसपी सहित 8 गोटे के मृत्यु भेले, जत हिंसात्मक झड़प भेले प्रहरी आ आंदोलनकारी बीच, थरुहट आंदोलनकारी बीच। थरुहट प्रदेश के मांग करैत थारू सब आंदोलन केने रहते। यहाँ रेशम चौधरी आ लक्ष्मण थारू के बात करी तो उच्च अदालत दिपायल, जे सुदूर पश्चिम के उच्च अदालत से दिपायल से फैसला कलके जन्म कैद के। ऐसा पहल का बात करी तो कैलाली जिला अदालत लक्ष्मण थारू के 3 बरस के कैद के फैसला केने रहे आ उ छूट गल रहे। 3 बरस के कैद अपन भुगतानी कऽ छूट गल रहे, लेकिन उ निर्णय के उल्टावैत लक्ष्मण थारू के सेहो जन्म कैद के फैसला कल गेल छै। ऐसा पहले कैलाली जिला अदालत रेशम चौधरी के जन्म कैद के फैसला केने रहे आ उच्च अदालत सेहो जन्म कैद के अखन फैसला कल गेल। एहि निर्णय के लऽ कऽ, ई फैसला के लऽ कऽ चर्चा हुआ ई लगलै। ओना तो पहले ही से होते आयल छलै कि ई राजनीतिक मुद्दा छै, एकरा अपराधीकरण या अपराध के मुद्दा से नहीं देखल जाए, से एकटा बहस चल रहा है नेपाल में। एहि विषय में आई चर्चा करब। अखन जुड़ल छै राजनीतिक विश्लेषक आ थारू अभियानी सुरेंद्र चौधरी। सबसे पहले हुनका स्वागत करै छी। सुरेंद्र जी, कार्यक्रम में स्वागत छ। नमस्कार, तपाईको टेलिभिजनमा मलाई बोलाउनु भएकोमा धन्यवाद पनि। सर्वप्रथम उच्च अदालत दिपायलबाट जुन फैसला आयो, यसलाई कुन रूपमा हेर्नु भएको छ? होइन, यो फैसला, हिजोको जुन फैसला आएको छ, पुनरावेदन दिएका थियौँ हामीहरूले दिपायलको उच्च अदालतमा। यो फैसला हाम्रो लागि अप्रत्याशित होइन, किन भन्दाखेरि यो नस्लीय चरित्रको राज्य को जुन शासन पद्धति मात्र होइन, राज्यको सम्पूर्ण निकाय नै नस्लीय चरित्रको एउटा शासकीय चरित्र भइसकेपछि अदालत त्यसबाट अछुटो हुने, टाढा हुन सक्ने कुरै भएन। सम्पूर्ण देशको राजकीय सत्ता नै नस्लवादी चिन्तन बोकेका शासकहरूले चलाइराखेको अवस्था छ, कब्जा गरेको अवस्था छ। त्यस अर्थमा उच्च अदालत त्यसबाट प्रभावित हुन्न भन्ने कुनै त्यो हुन्न भन्न सक्ने अवस्था थिएन। त्यस अर्थमा यो हाम्रो लागि अप्रत्याशित निर्णय होइन त्यो अर्थमा। तर जुन तरिकाले निर्दोष थारूहरूमाथि हिजो जसरी आयो, अदालतले, जुन जिल्ला अदालतले को फैसलाबाट कैद सजाय भोगेर र त्यो समय पनि पुरा गरिसकेर बाहिर आएका हाम्रा थरुहट नेताहरू, जो थारू समुदायको राजनीतिक अधिकारको लागि पुनः सम्पूर्ण देश दौराहामा थारू समुदायको हक अधिकारको लागि थारूहरूलाई संगठित गर्ने अभियानमा लाग्नु भएको थियो। उहाँहरूलाई पुनः हिजोको फैसलाले कैद बढाएर, या भनौँ जिल्ला अदालतले गरेको फैसलालाई उल्टाएर जति कैद सजाय तोकेको थियो त्यसमा पनि थपेर उहाँहरूलाई बदनियतपूर्ण तरिकाले राजनीतिक अधिकारबाट अभियानमा वञ्चित गर्नलाई सुनिश्चित तरिकाले आएको त्यो हिजोको निर्णय हो। त्यसप्रति हाम्रो हामी खेद गरिरहेका छौँ सम्पूर्ण थारू समुदायले, र त्यस बारेमा हामी अहिले गम्भीरतापूर्वक छलफल गर्दैछौँ आगामी आन्दोलनक सङ्घर्षहरूको बारेमा। र हिजोको फैसलाप्रति हाम्रो घोर आपत्ति छ। हजुर, अब हिजोको फैसलाको कुरा गर्ने हो भने अलिक पृथक के देखियो भन्दाखेरि जिल्ला अदालतले गरेको फैसलालाई उल्ट्याउने काम चाहिँ भयो या उल्ट्याइयो होइन। विशेष गरेर लक्ष्मण थारूको सन्दर्भमा कुरा गर्ने हो भने 3 वर्ष उहाँले कैद सजाय चाहिँ जुन जिल्ला अदालतले पहिला दिएको थियो त्यो चाहिँ भुक्तान गरेर उहाँ चाहिँ रिहा भइसकेको अवस्था थियो, र अहिले आएर फेरि दिपायल उच्च अदालत चाहिँ फेरि चाहिँ जन्मकैदको फैसला गरेको अवस्था छ। कसरी हेर्नुहुन्छ यो मुद्दालाई तपाईँ? होइन, मैले अघि नै सुरुमा के भने लक्ष्मण थारूजी लगायतका साथीहरू, रामप्रसादजीहरू, जति पनि साथीहरू जिल्ला अदालत को फैसला अनुसार को जेल कैद सजाय भोगेर बाहिर आएर आफ्नो राजनीतिक अभियान सञ्चालन गर्नु भएको थियो, र अहिले पनि त्यो सञ्चालन गर्दाखेरि देशका यो
झापादेखि कञ्चनपुरसम्मका सम्पूर्ण थारूहरू एकताबद्ध गरेर त्यति थारू मात्रै होइन, थरवान थरवाद राष्ट्रिय मोर्चा गठन टिकापुरमा थारूहरूको बृहत भेलाबाट गठन भएको थियो। त्यो थरवान थरवाद राष्ट्रिय मोर्चा मार्फत यो देशका समस्त उत्पीडित समुदाय, सीमान्तकृत समुदाय, जसमा हामी खास गरिकन मधेसको समुदाय, मधेसी समुदाय र थारू समुदायहरूको एउटा बृहत अलायन्स बनाएर आगामी दिनको सङ्घर्ष गर्नुपर्छ भन्ने एउटा रोड म्याप सहित विभिन्न जिल्लाहरूमा छलफल बहस को कार्यक्रमहरू भइराखेका थिए। त्यो सबै कुरा देखेर शासकीय चरित्र हो यो देशका शासकहरूले कहिले पनि थारू र मधेसीहरूलाई एकीकृत भएर युनाइटेड भएर कुनै पनि राजनीतिक सङ्घर्ष नगरून् भन्ने यिनीहरूको चाहना हो। र टिकापुरको जुन बेलाको टिकापुरको विद्रोह भयो त्यो बेलामा पनि विद्रोहमा त्यो राज्यको तर्फबाटै दमन भएको हो र अहिलेसम्म राज्यले कुन चाहिँ थारू त्यहाँबाट अहिले जति पनि थारूहरूलाई दोषी ठहराइएको छ अदालतबाट, तिनी एकजना पनि थारूहरू त्यो आन्दोलन या त्यो हिंसामा सहभागी थिए भन्ने कुरा सरकारसँग त्यो प्रमाण छैन, उहाँले प्रमाण पेश गर्न सक्नु भएको छैन। र विगतमा यही शासकहरू, ओलीहरू या देउबाहरू केही सरकार हुँदाखेरि नै गठन भएका, छानबिन सरकारी स्तरबाटै गठन भएका न्यायिक आयोग थियो। गिरिशचन्द्रलालको पूर्व न्यायाधीशको संयोजकत्वमा गठन भएको छानबिन आयोग थियो। त्यसको प्रतिवेदन सरकारलाई बुझाइसकेको अवस्था छ। गृह मन्त्रालयले आफ्नै मन्त्रालयभित्रको देवीराम शर्मा जुन पूर्व आइजिपी हुनुहुन्थ्यो अनुसन्धान विभागको, उहाँको नेतृत्वमा गठन गरेको छानबिन समितिले पनि प्रतिवेदन सरकारलाई बुझाएको छ। त्यसपछि संसदबाट संसदीय छानबिन समिति, सर्वदलीय संसदीय छानबिन समिति गठन भएको थियो। उसले पनि आफ्नो प्रतिवेदन बुझाइसकेको अवस्था छ। र त्यो सम्पूर्ण प्रतिवेदन के को लागि भन्दाखेरि सत्य तथ्य पत्ता लगाएर सरकारलाई जानकारी गराउने र कारबाही त्यो अनुसारको सरकारले कारबाही चलाउने। तर त्यो प्रतिवेदनले हामीले पनि के भनिरहेछौँ भने ती प्रतिवेदनहरूले जे बोलेका छन्, जे प्रतिवेदनले दिएको छ सत्य तथ्य, त्यसको आधारमा जो दोषी छ त्यसलाई कारबाही गर र त्यो कारबाही गर्नु। अब यो मुद्दा चलिरहँदाखेरि हजुर, अब यो मुद्दा चलिरहँदाखेरि जुन प्रतिवेदनको तपाईँले कुरा गर्नुभयो नि, विभिन्न किसिमका छानबिन समितिहरू बनाइएको थियो होइन, ती समितिबाट आएका निष्कर्षहरू, प्रतिवेदनहरू यो मुद्दामा चाहिँ समावेश गरियो कि गरिएन, के रह्यो अहिलेसम्मको अवस्था चाहिँ? त्यही हो हामीले भनिराखेको। त्यो अहिलेसम्ममा जिल्ला अदालत र पुनरावेदन अहिले उच्च अदालतमा जुन हिजो फैसला भयो, त्यो फैसला हुनुभन्दा अगाडि त्यो प्रतिवेदनहरू सार्वजनिक हुनुपर्छ। त्यो छानबिन समिति के को लागि गठन गरेको थियो? के कारबाही गर्नलाई मात्रै गठन गरेको थियो कि भोलि गएर प्रतिवेदन आउँदाखेरि चाहिँ कारबाही गर्न नमिल्ने अवस्थामा चाहिँ लुकाएर राख्ने? हामीले त भनिराखेकै छौँ कसलाई दोषी ठहराएको छ तपाईहरूले। त्यही खस आर्य यो देशका शासकहरू जो हो, त्यो ओली, ती शेरबहादुर देउबा, यिनीहरूकै प्रधानमन्त्री शासनकालमा गठन भएका छानबिन समितिहरू हुन् र उनकै मान्छे हुन्। त्यसमा एकजना थारू कुनै संयोजक छैन त्यो समितिहरूमा हैन, उनकै कर्मचारीहरू हुन्, उनकै आइजिपीहरू हुन्। उनीहरूले छानबिन गरेको प्रतिवेदनमा पनि विश्वास छैन अनि उहाँको प्रतिवेदनले चाहिँ कुनै पनि प्रमाण फेला नपारेपछि लुकाएर राखिदिने, सार्वजनिक नगर्ने। सुरेन्द्रजी, एउटा बहस पहिलादेखि नै चलिरहेको छ यो विषयमा कि यो आपराधिक घटना हो कि राजनीतिक घटना हो, र यो तपाईहरूको तर्क रहँदै आएको छ कि यो राजनीतिक घटना हो र त्यही अनुसारले चाहिँ यसको छिनोफानो गर्नुपर्ने हो, यसलाई आपराधिकरण गर्नुहुन्न र त्यो हिसाबले चाहिँ फैसला दिनुहुन्न भन्ने चाहिँ तपाईहरूको पहिलादेखि नै तर्क रहँदै आएको छ। के भन्नुहुन्छ यसमा? थारूहरूलाई जन्मकैद गर्नेहरूले हैन, उहाँहरूले एउटा के भन्न सक्नुपर्छ भने उहाँहरूले भन्नुहोस् कि हिंसासँग नजोडिएको राजनीतिक शक्ति र राजनीतिक व्यक्तित्व यो देशमा को थियो र को छ? यति जवाब हामीलाई दिनुस् न। उहाँले पृथ्वीनारायण शाहदेखि ज्ञानेन्द्रसम्म, बीपी कोइरालादेखि शेरबहादुर देउबासम्म, पुष्पलालदेखि केपी ओली
प्रसाद शर्मा ओलीसम्म हैन, प्रचण्ड विप्लवसम्म तिनीहरू सबैका सनाक माफी हुने अनि थारूहरू जन्मकैद बस्नुपर्ने संघीयता सीमाङ्कन राजनीतिक मुद्दा हुन् कि होइनन्? यदि त्यो मुद्दा होइनन् भने भनिदिनु पर्यो, त्यो राजनीतिक मुद्दै होइन भनिदिनु पर्यो। त्यही संघीयता र त्यही सीमाङ्कनको माग, त्यसलाई संशोधन माग सहित आन्दोलन गर्दाखेरि टिकापुरको दुर्घटना घटेको, त्यो पनि देशको राज्यको सरकारको मिलोमतोमा आन्दोलन दबाउने बहानाको खोजीमा त्यहाँ हिंसा गराइएको, हिंसा दबाउनलाई उहाँहरूले बहाना चाहेको थियो सेना परिचालन गर्नलाई। त्यसपछि त्यो गरिसकेपछि मधेसमा डर त्रास फैलाउनु थियो, हामी थारूलाई तल लगायो, मधेसीहरू पनि मधेसमा पनि आगो बलिराखेको अवस्था थियो। सो त्यो मनोवैज्ञानिक सञ्चालित घटाइएको घटनालाई अनि त्यसबाट भएका थारूहरू, सीधा साधा थारूहरू जो आन्दोलनमा समेत नगएका थारूहरू र दुर्घटना भइराखेको बेलामा दुर्घटनामा त्यो जिल्लामै नभएका थारूवट नेताहरूलाई चाहिँ जन्म कैद दिन मिल्ने? त्यसर्थ हामी भन्छौँ यो राजनीतिक मुद्दा हो, राजनीतिक रूपमा समाधान हुनुपर्छ। हाम्रो लडाई भनेको अब यो राजनीतिक मुद्दा हो भनेर तपाईहरुले, हजुर, राजनीतिक मुद्दा हो भनेर तपाईहरुले पहिलादेखि नै भनिराख्नु भएको छ र यसबीचमा कुरा गर्ने हो भने जुन पूर्व राजपाको कुरा गरौँ, सरकारबाट समर्थन फिर्ता नै लिएको थियो यो विषयलाई लिएर हैन, भनेपछि यो राजनीतिक मुद्दा अनुसार यसलाई डिल गर्नुपर्छ भनेर त सबैले चाहि नै रहेका थिए हैन, तर त्यो अनुसार अगाडि बढ्नु यहाँ कमी कमजोरी चाहिँ कहाँबाट हुन गयो? आन्दोलनकारी दलहरूबाट हुन गयो कि राज्यले चाहेन कि दबाब पुगेन कि के चाहिँ भयो? कमी कमजोरी यो देशका बाहुनहरूबाट भएको छ, यो देशका खसहरूबाट भएको छ, जसले के चाहन्छ भने विगतमा थारूहरूलाई कमैया र दास बनाएका जात समुदायहरूलाई राजनीतिक अधिकार कहाँ दिने? त्यसकारण तिमीहरू विगतमा तिमीहरूको पुर्खादेखि जसरी बसेका छौ त्यसरी थिचिएर होचिएर बस। यदि राजनीति गर्नु छ भने बाहुन क्षेत्रीहरूले नेतृत्व गरेको दलमा आऊ। त्यो भनेको केपी शर्मा ओली, भनेको माधव नेपाल, प्रचण्ड, शेरबहादुर देउवा आदि लगायतका जसले नेतृत्व गरेका दलहरू छ त्यो दलमा आयो भने तिमीहरूको भविष्य ठिक छ, होइन भने हामी सरकारको सम्पूर्ण राज्य संयोग गरेर तिमीले चाहिँ दमनकारीबाट गर्छौ भनेर एउटा डर त्रास फैलाउन खोजेको। अब त्यो डर त्रासले कोही डराउनेवाला छैन। अबको पुस्ता धेरै सचेत भइसकेको अवस्था छ। अब जहाँसम्म दलको कुरा छ, यो कुनै दल विशेषको कुनै थिएन, यो विशुद्ध थारूहरूको राजनीतिक अधिकार थियो, यसमा सम्पूर्ण दलका थारूहरूको सहभागिता थियो र पछि गएर त्यो घटना घटिसकेपछि चुनाव लड्दाखेरि रेशम चौधरीजी जनता समाजवादी पार्टी अहिलेको या त्यो बेलाको राजपाबाट चुनाव लडेर चुनाव जित्नुभयो, त्यो बेग्लै कुरा हो। तर सम्पूर्ण कुरा यहाँ अहिले केही मधेसका केही बुद्धिजीवीहरू, केही पत्रकारहरू पनि यो यही लाइनमा छन्, ओलीका दलाली गर्दैछन्। उनले के भन्दैछन् भने यो राजपा, यो मधेसवादी दलहरूसँग थारूहरू तिमीहरूलाई यसले यो बेचेर खानलाई यो सबै फसाउँदैछ, यो सबै यो मधेसी दलहरूले थारूहरूलाई मिलेर फसाइएको भन्ने जुन भ्रम फैलाउँदैछन् त्यो ती पत्रकार मधेसीहरूले पनि सुनुन्, ती नागरिक समाजका मधेसीहरूले सुनुन् कि हामी अब यो देशमा तिमीहरू जो दलाली गरिरहेछ ओलीका या देउबाकाले सुन्नुहोस्, अब थारू र मधेसीको एकतालाई भाड्न कोही सक्दैन। कुनै पनि तत्त्व, कुनै पनि चिजले अब थारू मधेसीको एकतालाई भाड्न सक्दैन। अब आउने दिनको दल विशेषको आन्दोलन नभएर यो समग्र थारूको आन्दोलन थियो। हजुर, भने कुनै दल विशेषको आन्दोलन नभएर यो हजुर हो को आन्दोलन थियो र त्यसको दमन भयो। हो हजुर, त्यही हो कुरा। पक्षको कुरा गर्ने हो भने अब जसरी आफ्नो परिभाषा छ, तपाईले भनिराख्नु भएको छ कि यो राजनीतिक मुद्दा हो, र अर्को पक्षको कुरा गर्ने हो भने जुन किसिमको त्यहाँ चाहिँ हिंसात्मक घटना भयो हैन, त्यसलाई चाहिँ राजनीतिक मुद्दा भन्न मिलेन, त्यो राजनीतिक घटना होइन, यो आन्दोलन भनौँ न, मधेस आन्दोलनको कुरा गरौँ या सशस्त्र द्वन्द्वको कुरा गरौँ, त्यो चाहिँ अर्कै थियो रे, यो टिकापुर घटना चाहिँ अर्कै हो भन्ने पनि तर्क गरिन्छ नि। त्यही त मैले भनिरहेको छु। तपाईँले यो देशमा कुन चाहिँ आन्दोलन चाहिँ कुन चाहिँ राजनीतिक आन्दोलन थियो र कुन चाहिँ राजनीतिसँग जोडिएको शक्ति चाहिँ या व्यक्ति चाहिँ ले उठाएको चिजमा हिंसा भएको थिएन? त्यो त मैले अघि नै भने, पृथ्वीनारायण शाहदेखि ज्ञानेन्द्रसम्म के भएको हो? कति मान्छे मारिएका हुन् होइन? बिपी कोइरालादेखि 7 सालको क्रान्तिदेखि हुँदाखेरि शेरबहादुर देउवासम्म पुग्दासम्म के भएको हो? पुष्पलालले पार्टी खोल्दाखेरि र ओलीसम्म आइपुग्दा समेत तिनीहरूले कति मान्छेको घाँटी काटेछन्, रेटेछन्?
प्रचण्डदेखि विप्लवसम्म आउँदाखेरि के घटना घटेका छन्, ती सबैका शनाखत चाहिँ माफी हुने अनि थारूहरू चाहिँ जन्मकैद बस्नुपर्ने कुरै यही हो। हामीले भनिराखेकै यही हो। यदि यो देशमा अब होइन सबैले हालिदिनुहोस् न त जेल, ज्ञानेन्द्र पनि जिउँदैछ, केपी ओली पनि जिउँदैछ, प्रचण्ड पनि जिउँदैछ, शेरबहादुर पनि जिउँदैछ, सबलाई जेल हाल्नुहोस् न त, त्यसपछि हामी बाँकी हिसाब किताब गरौँ। भनेपछि विभेद भयो रङका आधारमा, समुदायगत आधारमा चाहिँ यहाँ न्याय सम्पादनको काम हुँदैछ भन्ने तपाईँको गुनासो छ। हो, यसमा सबैभन्दा ठुलो मानसिक मनोविज्ञान भनेको यो अन्तिम चरणमा आइसकेपछि विगतमा थारूहरूले जति नै थारू मधेसी आन्दोलन विरोधी आन्दोलन गरे तापनि अन्तिम कालान्तरमा जब संविधान जारी गर्ने बेलामा थारू र मधेसीहरूको एकता र एकीकरणको निकै ठुलो सम्भावना र संयुक्त रूपमा आन्दोलन गरी घोषणा भइसकेपछि त्यो एउटा एउटै मञ्चमा सम्पूर्ण थरवार्ड आन्दोलनकारी र मधेस आन्दोलनकारीका नेताहरू टिकापुरमै गएर एउटै मञ्चबाट घोषणा गरिसकेपछि यो देशका शासकहरूको मानसिक सन्तुलन गुम्न पुग्यो र त्यही मानसिक सन्तुलन गुमिसकेपछि उहाँहरूले एउटा बौला जस्तो पागल जस्तो मानसिक सन्तुलन गुमेको मान्छेले के गर्छ हो त्यही तरिकाले उहाँहरूले शान्तिपूर्ण आन्दोलनमा दमन गरेको। त्यो जिम्मा त उहाँहरूले लिने हो नि, हामीले किन लिन्छौँ? अब के गर्ने त तपाईँहरू, किनभने अब सुरुदेखि नै आन्दोलन कुनै न कुनै रूपमा भइरहेको छ होइन, थारू कल्याणकारी आन्दोलन हुन्छ, अब सङ्घर्ष हुन्छ। हजुर, सङ्घर्ष अब चाहिँ के गर्नुहुन्छ? पहिला जिल्ला अदालतले त्यो फैसला गर्यो जन्मकैदको, अहिले चाहिँ उच्च अदालतले पनि जन्मकैदको फैसला गर्यो। अब हामी आन्दोलन अबको बाटो भनेको सर्वोच्च अदालत छ। हजुर, अबको बाटो भनेको सर्वोच्च अदालत छ। अब त्यहाँ एउटा होइन, हामी अब सर्वोच्च अदालत जाने भनेको हाम्रो जबसम्म छानबिन आयोगका प्रतिवेदनहरू सार्वजनिक हुँदैछ हामी अदालत जाँदैनौँ। जो अब अदालतसँग हाम्रो आशा भरोसा सबै मरिसकेको अवस्था छ र एउटा चाहिँ यो देशका शासकहरूले बुझुन्, न्यायको ढोका बन्द हुँदाखेरि हिंसा अनिवार्य शर्त बन्न जान्छ, त्यो अवस्थामा नपुर्याउ, हामी चेतावनी दिन्छौँ। अहिले हामी शान्तिपूर्वक सङ्घर्षमा जान्छौँ र हाम्रो अब केही दिनभित्रमा हाम्रो सङ्घर्षका कार्यक्रमहरू घोषणा हुन्छ र हाम्रो बृहत मोर्चाबन्दी हुन्छ। यो देशका सम्पूर्ण आदिवासी जनजाति, सम्पूर्ण मधेसी थारूहरूको संयुक्त आन्दोलनको घोषणा हुन्छ। भनेपछि अब तपाईँहरू कानुनी लडाई नलडिकन सडकमा उत्रिनुहुन्छ? कानुनी लडाई हामी एउटा बिन्दुमा गएर लड्छौँ। हामी कानुनमाथि, संविधानमाथि हामी कानुनमाथि विश्वास, कानुनी शासनमाथि विश्वास गर्ने मान्छे हो, कानुनबाट टाढा हुँदैन। हामी त्यो बेला हामी अदालत जान्छौँ जुन बेला छानबिन आयोगको प्रतिवेदनहरू सार्वजनिक हुन्छ। भनेपछि अहिले जे जति छानबिनहरू भएका छन् ती सबैको प्रतिवेदन सार्वजनिक होस् र त्यो प्रतिवेदनलाई पनि अदालतको या त्यो मुद्दाको अङ्ग बनाइयोस् होइन, त्यो मुद्दाको अङ्ग बनाइयोस् अनि मात्रै अगाडि बढ्ने। त्यो त अङ्ग त्यसै स्वतः बन्न जान्छ, त्यो त बन्नै पर्छ, त्यो त हामीले भनेर हुँदैन, त्यो त स्वतः बन्न जान्छ सार्वजनिक भएपछि। अब कसरी अगाडि बढ्नुहुन्छ त्यसको लागि थारू सम्बद्ध थुप्रै सङ्घ सङ्गठनहरू पनि छन् होइन, भनेपछि कसरी तपाईँहरू एकताबद्ध भएर अगाडि बढ्नुहुन्छ? अब हाम्रो आज पत्रकार सम्मेलन भइसक्यो कैलालीमा। हामी सम्पूर्ण उत्पीडित समुदाय, सीमान्तकृत वर्ग, मधेसी, आदिवासी, जनजाति, दलित सबैलाई आन्दोलनको लागि तयारीको लागि चाहिँ घोषणा गरेका छौँ। त्यसमा खास गरिकन काठमाडौँ स्तरमा, केन्द्रीय स्तरमा चाहिँ जनता समाजवादी पार्टीसँग हाम्रो वार्ता सुरु भइसकेको छ र हाम्रो थारू कल्याणकारिणी जुन सभाज छ, थारूहरूको साझा छाता सङ्गठन छ सबै जिल्लाहरूमा, त्यसको केन्द्रीय कार्यालयसँग हाम्रो आज या भोलिभित्रमा हाम्रो बृहत व्यापक मोर्चाबन्दीको बारेमा छलफल हुन्छ र त्यही मोर्चाबन्दीको आधारमा जिल्लाहरूमा सङ्घ समितिहरूको घोषणा हुन्छ। अब रेशम चौधरीको कुरा गर्ने हो भने चाहिँ उहाँ जसपासँग सम्बद्ध हुनुहुन्छ होइन, तपाईँले के लाग्छ जसपाको रोल कस्तो पाउनु भयो सुरुदेखि अहिलेसम्मको कुरा गर्ने हो भने? पहिला राजपा थियो, अहिले जसपाले एकदमै राम्रो भूमिका खेलेको छ। अहिलेसम्म जसपाले जे गरेको जसपाले बोलेको छ। थारूहरूको लागि कुनै पनि नेताले, कुनै पनि पार्टीले बोलेको थिएन, जनता समाजवादी पार्टीले बोलेको छ। चाहे मन्त्र ठाकुर हुन्, चाहे बाबुराम भट्टराई हुन् या उपेन्द्र यादव, राजेन्द्र महतो, सबैले बोलिराख्नु भएको छ। अरू कुनै पार्टीका मान्छेले बोलेका छैनन् यो देशका। शेरबहादुर देउवाले बोलेको छ। हजुर, के लाग्ने गरेको छ भने न ओलीले बोल्ने कुरा भएन, न उसका पार्टीहरूले बोल्ने कुरा हो। यो बोलेका भनेको मधेसी दलहरूले बोलेका छ, आदिवासी जनजातिका एक्टिभिस्टहरू बोल्नु भएको छ, आन्दोलनकारीहरूले बोल्नु भएको छ। जनता समाजवादी पार्टीले त बोलि नै राखेको छ, गरि नै राखेको छ। हजुर, अन्त्यमा के भन्न चाहनुहुन्छ तपाईँ? अब हाम्रो यो मुद्दाको मैले अघि नै भने तपाईँले, हाम्रो अब आगामी दिनको सङ्घर्षको कार्यक्रम हामी 1-2 दिनभित्रमा हाम्रो घोषणा हुन्छ र यसलाई हामी व्यापक छलफलमा छौँ। हामी संविधानविदहरूसँग छलफल पनि गर्दैछौँ, केही अधिकार कर्मीहरूसँग छलफलमा हामी जुटेका छौँ र
र हाम्रो जिल्ला जिल्लामा भएका सम्पूर्ण थरवान थरवान राष्ट्रिय मोर्चाका केन्द्रीय सदस्य पदाधिकारीलाई हामी काठमाडौँमा बोलाइसकेका छौँ र त्यसको बृहत छलफल मार्फत हामी छिटोभन्दा छिटो हाम्रो सङ्घर्षको कार्यक्रम घोषणा हुन्छ र यो सङ्घर्षको कार्यक्रम हाम्रो एक्लै थारूको मात्रै हुँदैन। हाम्रो जनता समाजवादी पार्टी, जनजाति महासङ्घ, आदिवासी जनजातिका विभिन्न सङ्घर्ष समितिका घटकहरू लगायतका थारू कल्याणकामी सभाको सम्पूर्ण संयुक्त मोर्चाबन्दीबाट यो सङ्घर्षको कार्यक्रम घोषणा हुन्छ। हजुर, हस् त, धेरै धेरै धन्यवाद। हस्, धन्यवाद। दर्शकवृन्द, ओ छलैथ सुरेन्द्र चौधरी, थारू अभियानी तथा राजनीतिक विश्लेषक। आइ हुनका सब बातचीत करै छलिए जे रेशम चौधरी आ लक्ष्मण थारू के जन्म कैद के फैसला कयल गेलै उच्च अदालत दिपाइल से। ई फैसला एला के बाद विभिन्न किसिम के प्रतिक्रिया सब आबि रहल छै, विशेष कऽ थारू सम्बद्ध जे संघ संगठन सब छै ओ सब रुष्ट छै कि ई फैसला कतौ न कतौ विभेदकारी फैसला छै, एहि पर पुनर्विचार कयल जाय आ सड़क आंदोलन पर उतर के सेहो ओ सब चेतावनी दऽ रहल छै, एकर तैयारी सेहो कऽ रहल छै। आइ एहि संदर्भ में बातचीत करै छलिए। बेस तऽ नमस्कार।